सीताजी जय नेपाल है भाइरल मान्छे भाइरल होइन कति कमेन्ट गर्छ एउटा ट्याक्क पनि पार्दिनँ न हाम्रोमा चाहिँ कल्पना होइन त नाम आइहाल्यो नि नामले पत्ता लगाइहाल्यो पैसा छैन बिहार यहाँ हालिदिनु न 4-500 डाटा लिउँ यी सबैलाई देखाउँ के हुन्छ पोहोर पर चुनावको सुत्दाखेरि 5 लाख रुपियाँ सक्यो त 5 लाख भयो अहिले 10 लाख हुन्थ्यो होला त्यही पैसाले पुग्न हुन्थ्यो अनि सकिएन पैसा उनीहरूको त कमाएको कमाइ छैन हाम्रो छैन भिडियो बनाइदिनु भान्जीको नि बनाऊ न हौ टिकटक बनाउँदा के गर्नुपर्छ सबैलाई एकदम राम्रो मैले त कमेन्ट माया भन्दा सजिलो दिने हाल्नु पर्छ भन्नु मिलेन नि त हाल्नु पर्छ भन्नु हाल्नै पर्यो भने परले जस्तो हाल्नु पर्यो भने घरको लागि पनि हालिदिनु परेन बुढा छोरा छोरी सबैलाई त्यहाँ अब मेरो यस्तो छ भनेर गएको छु कुरो छ नि त्यहाँ पनि जस्तो बोले पनि मिलाएर बुझ्नु नि हौ यतिको मान्छे एकदम बुझेको छ प्रभु हाम्रो एकदम सास र स्वीकार्य छ मिलाएर बुझ्नुपर्छ क्या पारिवारिक माहौल हुन्छ नि त हाम्रो पनि यही पार्टीको माहौल मात्रै हुन्छ र के हुन्छ नि कोही घन्टीमा छन् कोही हलोमा छन् कोही ढुङ्गामा छन् कोही माटोमा छन् अनि हाम्रा कोही ढुङ्गामा छन् कोही माटोमा छन् कोही हलोमा छन् कोही माथि घाममा छन् कोही बुढो रुखमा छन् हाम्रो बाउकै पालामा हामीले भुँडीमै गएर किरासी लिएर आकार जस्तो छाप बसेको छ अनि बुढो भइसक्यो नि हामी त बुढा भइसक्यौँ लकडी बिना केही हुँदैन जिउँदा पनि मर्दा आज चाहिँ यहाँ यसो होमसम गरेर चाहिँ जानुपर्छ त बुझाउन स्वस्ति शान्ति गरेर अघि भन्नुपर्ने छ सीताजीलाई दाइको पनि निकालिदिनु पर्यो हो बेचारा मेरो टिकटकमा लाइक कमेन्ट गरिराख्नुहुन्छ जयनराम दाइले तपाईँ गर्नुहुन्न गर्छु नि कतिवटा छोडिनु खिचेको चाहिँ एकदम पर्फेक्ट सबैले समाजको लागि निरन्तर काम गरेको
सम्पूर्ण उपस्थित महानुभावहरू हामी यहाँ सञ्चालन गरेर सानो कार्यक्रम गरेर हामी निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट चाहिँ प्रत्याशी उम्मेदवार घोषणा सभा तथा मनोनयन दर्ता म नेपाली काङ्ग्रेस त्यस्तै गरी प्रदेश संसद माननीय लक्की कुमारी गणेशज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु न अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी एकमुष्ट आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी खनालज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु। निर्वाचन क्षेत्र नंबर 4 का नेपाली कांग्रेस का आधिकारिक उम्मीदवार श्रीमान देवकुमार थेबेज्यूलाई नेपाली कांग्रेस केन्द्रीय कार्य समिति का नेपाली कांग्रेस प्रदेश क्षेत्र नंबर 4 क र ख का प्रदेश पदाधिकारी तथा सदस्य सभापति पदाधिकारी तथा सदस्यज्यूहरूलाई एकमुष्ट आसन ग्रहण गरिदिनु। त्यसै गरी वाडा कार्य समितिका सबै किसान सङ्घ लगायत सम्पूर्ण भातृ सङ्घ सङ्गठनका जिल्ला क्षेत्र प्रदेश नगर सम्पूर्ण तहका पदाधिकारी तथा सदस्यज्यूहरूलाई पनि एकमुष्ट आसन ग्रहण गर्न चाहे। लोकतान्त्रिक खेलकुद क्षेत्रीय सचिवज्यू नगर सचिव पनि दुर्गादाले पनि चिन्ह लागि यही फागुन 21 गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट झापा जिल्ला सभापति आदरणीय देवकुमार थेबेज्यूले आधिकारिक भएको छ। हामी मनोनयनको लागि जाँदैछौँ। यसै मनोनयनको रूपमा जाँदै गर्दाखेरि हामीले यो छोटो कार्यक्रम राखेको छौँ। यो कार्यक्रमलाई अध्यक्षता गरिरहनुहुने श्रद्धेय क्षेत्रीय सभापतिज्यू आदरणीय जिल्ला सभापति तथा आज मनोनयन हुँदै गरेका हाम्रो क्षेत्र नम्बर 4 का प्रभावशाली उम्मेदवार आदरणीय देवकुमार थेबेज्यू, त्यस्तै गरेर प्रदेश सांसदज्यू, प्रदेश समितिका सम्पूर्ण नेतागण, महासमिति सदस्यज्यूहरू, महासमिति महाधिवेशन जिल्ला कार्य समितिका सदस्यज्यूहरू,